ल यो चाहिँ हामी रातमाटे भन्ने ठाउँमा पाँचपोखरी जाने क्रममा रातमाटे भन्ने ठाउँमा हिजो अहिले राति 8 बजी आएर बसेका थियौँ। अनि पारिपट्टि हिमालहरू देखिँदो रहेछ, मजाको हिमालहरू, तर हिमालहरूको नाम चाहिँ थाहा छैन। अनि यो परको डाँडो चाहिँ आमायाङ्ग्रीको डाँडो रहेछ। त्यहाँ चाहिँ यहाँको काठमाडौँतिर एउटा मान्छेहरू प्रायः घुम्न आउने ठाउँ हो त्यो, तर यहाँबाट धेरै तल पर्छ। त्यो डाँडै पनि हाम्रो तल देखिरहेछ। हामी चाहिँ यहाँ तलबाट आएको हो। यतापट्टि इन्द्रावती नदी बग्छ। एकदमै चिसो छ। अब हामी माथि लाग्ने क्रममा हिजो त भात त मैले मात्रै खाएको छु नि। आम्मामा के ल्याउनु भयो यति धेरै? हो ल, यहाँ चाहिँ हिजो हामीले यो क्याम्प फायर गरेको ठाउँ हो। यो अहिलेको हाम्रो लागि यो के चना हो। कति दियो चना ल्या? ल राम्रो छ। टिकटक बनाउने है? अहिले भिडियो बनाउने अनि टिकटकमा हाल्दै। उस्तै पारा त यहीँ बास बस्न मिलिहाल्दो रहेछ नि त। आगो यहाँ फुक्ने। ल काठ पनि रहेछ। ल त्यो बेला त तर पानी चाहिँ पर्छ त्यसका बाजे, तर यो यस्तोमा पहिरो जाँदैन। यो रक छ नि सर, तर म सानो भनिदिन्छु है। ल यो रकको यो स्लोप छ नि छ है सर। यस्तोको चाहिँ कस्तो हुन्छ नि, यतातिर पहिरो जान सक्छ, उता पहाड भएकोलाई खासै जाँदैन होइन। सबभन्दा डेन्जर भनेको यतापट्टिको यो चाहिँ यतातिर स्लोप छ भने चाहिँ त्यो चाहिँ चिप्लेर आउँछ, यता जान सक्छ। रोक्न दिनु, गाह्रो भयो होला बिचराहरूलाई। आम्मामा 4 बजी हो क्या हो? 4 बजी हिँड्नु भयो क्या हो? अनि हाम्रो त इज्जत छाडिहाल्नु तपाईले। गाह्रो भयो नि, वहाँदेखि हिँडेको हामी त्यहाँबाट रातबाट हिँडेको हामी थाकिसक्यो। बिस्तारै जाऊ। माले ओइ ओइ माले बिचार सिधै सिध भएछ। खसी पनि पार्नु पर्दो रहेछ है। माले त्यसले टेरेन। त्यसको नाम के हो? उफ थाक्यो है। अलिकति जानकारी दिउँ न, तल देउरालीदेखि यताको जम्मै। ताक खर्क अहिले चाहिँ हामी 34 चाहिँ है। मैले चाहिँ 32 केस गरिरहेको थिएँ। के भन्छ फेरि यसले? यसले के भन्छ फेरि? 6.5 भन्छ त फेरि। तप खर्क
हैन 5 भरि 5 मिनट छ भनेर छ त्यति यो के यो हेर्नु न हो यो चाहिँ हो सही तलको गलत छ मिस्टेक लेखेको त्यो त यहाँबाट नोसेम नै लगभग 2 किलोमिटर भन्दा बढी छ मार्नै भयो त यसले त नि त्यहाँबाट लौरी विनायक 2.5-3 छ पाँच पोखरी किलोमिटर भन्दा बढी छ 5 पोखरी हैट हामी चाहिँ तापखर्क आइपुग्यौँ फोटो खिचेर पालिका अध्यक्षलाई पोस्ट गर्नु काम त गाह्रो छ अनि हामी त 5 किलोमिटर हिँड्नुपर्छ भने मख परेको अब फेरि 6.5 किलोमिटर हिँड्नुपर्ने भएछ त्यहाँ डिरेक्सन अलिकति त्यहाँ लेख्ने इन्फर्मेसन अलिक गलत लेखेको रहेछ त्यसो भएको कारणले अब यहाँ हामी फेरि अगाडि हिँड्नुपर्ने भयो हिँडौँ आनन्दले जाउँ है ल पिर नमानिकन अब 3 घन्टामा त अनि खर्लपै पुगिने रहेछ अनि 3 घन्टामा त ठक्कै लाग्छ र यतिको स्पिडमा नै पुगिन्छ 3 घन्टामा म त नोसेमबाट पुगेर खाना अर्डर गरेर आउँछु आएको मान्छे म यहीँ छु म त तपाईँ पुगेर अर्डर गरेर होला भन्दा नि हिजो त आउँदैछ हिजो त नौसमपाटी पुग्यो भए त आज त आनन्द हुन्थेछ त है यसलाई के नखाउँ जस्तो भएको छ मलाई पानी मात्रै खाउँ जस्तो भएको छ यो चाहिँ पानी हामी चाहिँ अहिले 3500 मिटरको चाहिँ हाइटमा छौँ अब यहाँबाट 5 किलोमिटरमा चाहिँ हामी 5 पोखरी पुग्नेवाला छौँ माथि चाहिँ नौसेमपाटी भन्ने ठाउँ छ यहाँबाट माथि अलिकति देखिएको म चाहिँ पानी खाँदैछु तातो पानी गाइस अब गाइस पनि भन्नु पऱ्यो नि त आजभोलिको केटाहरूले भन्ने टाइपको होइन गाइस गाइस ल अब गाइस हामी यहाँ पानी खाँदैछौँ गाह्रो एकदमै भयो होइन तातो पानी गाइस चिसो त खान सकेको अनि हामी खाना नखाइ हिँडेको बाटोमा हिउँ परेर पुरै त्यो टल्किरहेको छ तल भोक ढुङ्गामा लागेको छ गाइस अब कहाँ गएर भात खाने हो भोक लागिसक्यो होइन सर बिस्किट खाने मलाई त अघि नै भोक लाग्यो कि मलाई त भोक चाहिँ लागेको छैन पानी प्यास मात्रै लाग्यो ए यहाँ अर्को पनि थियो नि ए खुला छ बिस्किट गोदै छैन गोजो छ त मोबाइल छ यो मोबाइल पनि छ यो मोबाइल त बत्ती बलेको नि हिजो होइन यसकै सारामा आएको हामी यसको सारामा आएको नि हिजो यस्तो कुरा यादै नहुने रहेछ है मोबाइल अब पनि ल्याउनु पर्ने रहेछ नि त त्यत्तिकै त्यसले त मैले ब्याट्री बचाएको सर के भन्नु छ रातभरि अनि त्यही भएर अब त्यो के भन्नु बालेर छ कि सर? राखेको हो यो कालोले गर्दा सर के भन्ने अवस्थामै छैन सर हजुर टोरन्टो बस्ने सरलाई के दिनु न त त्यो बुढाको मलाई नाम पनि दिनु मन लाग्छ यही पठाइदिनु 5 भरि पुगेपछि दिन्छ उहाँको नाम बुढोलाई यही पठाइदिनुपर्छ मालुम मेरो मालुम ए हाल अहिले चाहिँ हामी हिउँ परेर यो पर्यो पुरुरु मैचाङ माथि माथि कुम्बु लेकमा त्यसका बाद कविता भन्दै शर्मा हामी एकदम बिजोग भएको छौँ मोबाइल निकाल्नु न यस्तो म हाम्रो चाहिँ भिडियो यस्तो- बनाउनु यो पर्दा भिडियो मऱ्यो नि अघि मोबाइल कसको उहाँको हिडिङको त होला मुख पऱ्यो होला मऱ्यो भनेर ल मेरो ब्याग यस्तो छ म यस्तो छु हिउँ पर्यो एउटा फ्रक लगाएर होइन गाई हेर्नु स्कुल होला है एउटा ग्रिन एउटा येल्लो उहाँ कोही मिल गएको म चाहिँ कस्तो खतरा हिउँ परेको आम्मा म चाहिँ के को हो दिदु के को म चाहिँ के को के को होला नि त्यो सर येल्लो यल्लो है एल्लो यल्लो बोलबम 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 हेलो 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 हेलो
हामी चाहिँ आज रातबाटे बास बसेर नोसेमपाटीमा खाना खाएर पाँचपोखरी जाँदैछ है सर। अब हाम्रो यो स्वर्गद्वार आइपुग्यो। यहाँ धर्ममा मात्रै प्रवेश हुन्छ, फाफिस प्रवेश गर्नै सकिँदैन। जाउँ अगाडि। ए हो यहाँ तल हो धेरै राम्रो ठाउँ छ। स्वर्गद्वारी। स्वर्गद्वारी अनि आज पाँचवटा धर्म छुट्याउनु पर्छ। पाँचवटा धर्म छुट्याउने यो स्क्यानिङ गर्ने एक्सरे मेसिन। एक्सरे मेसिन। माथि यो चाहिँ स्वर्गद्वारी हो अरे। यहाँ चाहिँ पाप गरेको मानिसहरू कट्दैनन् भन्ने चाहिँ किम्बदन्ती छ भनेर हाम्रो मनोज भाइ हामीलाई भन्दै हुनुहुन्छ। अनि म चाहिँ कट्छु कि कट्दिनँ भनेर गइरहेको छु। ए होइन त मनोज भाइ? हो सर। तपाईँको कतिको धर्ममा हुँदो रहेछ हेरौँ है। ल है ल है म चाहिँ धर्मात्मै छु जस्तो लाग्यो। महाधर्ममा हुँदो है रहेछ। है हेर्नुहोस् त पुरै टच भयो त। कर्लप्पै है। टच नभइकन। ल म चाहिँ धर्मात्मै ठहरिएको छु। अब हाम्रो सरहरू यहाँ ल गम्भीर सर धर्मात्मा कि नआउनु भएन। यस्तो यस्तो छ गुफाहरू। तर तलसम्म पसिजान्छ यहाँ त। यहाँबाट पेरापेराको र यहाँ अहिले बाटो मदन बिरामी भएर मदनलाई हामीले यहाँ औषधि दियौँ। मदनलाई पनि झाडा पखाला लायो हो नि हो त है। अब तर औषधि खुवाए अब ठिक हुन्छ। यसले रोक्दै जान्छ भरे बेलुका एउटा खाएपछि त। सात घुम्ती भताङ पाँचपोखरी किलोमिटर चाहिँ मेटेछन्। फटा मान्छेहरू रहेछ है। झन्डा जस्तै रहेछ त है। रेस्ट गरेर होला। भर्खर पुग्यो होला सायद त्यो। हिँड्नु त खतरा हिँड्दो रहेछ त्यो मान्छे। नै हिँड्दा यो चाहिँ जुङ्गे बिसाउना कि के हो रे? जुगे बिसाउना। अहिले नाम चाहिँ के चेन्ज गरेछ? पाङसिङ चेन्ज गरेछ। पाङसिङ बिसाउने पुग्यौँ हामी। अब पाँचपोखरी धेरै त छैन होला। 12.6 भोताङ भनेपछि त्यही 1.5 होला। धेरै भयो। हिउँ चाहिँ परेर अलिकति बोर गरिरहेको अवस्था छ। हिउँ एकदम राम्रोसँग परेको छ। बढ्दैछ बोल्नु। बढ्दैछ है। ल अब चिप्लो सुरु भयो नि। लौरी बिनाको उकालो हो यहाँ चाहिँ।
नबिकन कटियो भने इच्छाको कुरा पुग्छ अरे भन्ने किम्बदन्ती रहेछ। हाम्रो भाइले माथि गन्दै जाँदैछ। ठाडो त ठाडै रहेछ है। अहिले त अँध्यारै छ त्यही पनि हाम्रो सरलाई चाहिँ अलिकति डाइरेक्सन भएर अलिक अप्ठ्यारो भयो त्यही कारणले हामी यति गएका छौँ। तर डाइरिया भएर साथीहरूले नि धोका दिएनन् धोका दिन मिल्दैन नि अब डाक्टर साहब उबेलाको होइन उबेलाको मदनलाई साथीहरूले त्यसपछि धोका हामीलाई दिएको ढुक्कै छ। अनि रात चाहिँ रात पर्यो हामी त्यस्तो साथी परेन परेनौँ हामी त्यस्तो साथी हामी बोकेर पनि लगिदिन्छौँ। है धोका दिए नि मदनलाई मदनलाई धोका दियो डाइरिया भएर बाटोमा हैजा लागेर राइट गाह्रो अन्त हुन्छ। यस्तै त हो नि साथीहरू अहिले रोयो रे कि त्यो मनमा अनि रुँदैन त्यो रियल स्टोरी हो सर काल्पनिक होइन रे त तिब्बत जाँदाखेरि त्यो धेरैजना ए मुना मदनको पो कुरा आउँदैछ। मदनको कुरा ढुङ्गा छैन होला नि मेरो टाउको एकचोटि हानिदिउँ भनेर अहिलेसम्म कुरा नबुझी बस्ने। त्यही थियौँ अहिले फेरि कहाँबाट निस्किएछ कि फेरि म त्यो यहाँ ब्यागमै सिउरिने भन्ने हुन्छ त्यो खाली भयो भने यहाँनिर कता हो पर्दैन हामी उकालो जाँदैछौँ। रात परेको छ परिस्थितिले हामीलाई देब्रे फर्काइदिएको छ तर हामी दाहिने फर्किरहेछौँ। होइन होइन भने हाम्रो दिपा म्यामलाई अब गीत गाउनुहुन्छ मुना मदन सुरु गर्नुहोस् त। मुना मदन त क्याप्चर गर्नै पऱ्यो कि यहाँ जति बेला नि आउला सर होइन ल्याउनै पर्छ। मुना मदन त कहाँ छोड्नुहुन्छ त। मदन हे मेरी मुना के आयो जुत्ताको तुना नतान त्यसरी देखिएला मुजा होइन एमेरी मुना जुत्ता किन्नु नतानु त्यसरी त्यसैला जुत्ता देखेला मजा बनाउला त्यसरी छेत्रीको छोरा सरहरूको चाहिँ छेत्रीको छोरा सुरु छोरा यो पाउस हुन्छ हिमालय हुँदैन मानिस ठुलो ढिलोले हुन्छ जाताले हुँदैन। भनेर मुनाले गएका थिए नि मदनले तर साथीले धोका दिएर तपाईँ मेरो लाइटम्यान हो ल अगाडि देखाउनुहोस् है। ल गाइज अहिले चाहिँ हामी भैरव कुण्डमा आयौँ तर अहिले चाहिँ फेरि भैरव कुण्डको बोर्ड मात्रै हेर्ने हो कुण्ड चाहिँ भोलि हेर्ने हो। कुण्ड भोलि हेर्ने यहाँ हिउँ यस्तो परेछ हिउँ चाहिँ यस्तो छ डर लाग्दो छ उता यस्तो त छ है। भैरव कुण्डमा आयौँ अब हामी माथि जाँदैछौँ। हाम्रो साथीहरू हिँड्दै हुनुहुन्छ। अहिले साँझको 8 बज्नु लाग्यो। हाम्रो साथी बिरामी भएर हामी एकदम कठोर मेहनतका साथ आइपुगेका छौँ। हिउँमा हिँड्ने हो मान्छे प्लास्टिकले छ ठुलो काम भएछ ठुलो गुल्ला है ज्याकेटमा चाहिँ हराउनु प्लास्टिकले ठुलो गुल्ला। यो चाहिँ हिउँको छानो हो। त्यो त जमेको हुन्छ यो जमेकै छैन अझ हिउँको छानो। अहिलेसम्म हामी पुगेकै छैन बस्ने ठाउँ। क्यानाडातिर त यस्तो कति धेरै झारे झारे गर्नु पर्दैन नि है जाउँ क्यानाडातिर त्यहाँ त्यहाँ त कति धेरै हिउँ पर्छ अरे अनि बिहान उठेर आफ्नो गाडी मलाई यस्तो त खुब रमाइलो लाग्यो घर अगाडि पन्छाउनु पर्छ अरे अनि म्युनिसिपालिटीले गर्छ अरे होइन सर म्युनिसिपालिटीले अहिलेसम्म हाम्रो यात्रा पूर्ण रूपमा जारी छ अनि गन्तव्य त पुगेको हो कि गन्तव्यमा पुरै हामीसँग लुकामारी खेलिरहेको छ। राउन्ड 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 त्यो राउन्ड भइसक्यो होइन जङ्गल त गजलै छ कता अब पुग्योला नि त कता अघिकै ठाउँमा आएको कि कहाँ आएको हामी कहिले ठाउँमा आएको छ यो त पुरै विशेष यहाँ दालको झोलहरू छ खानै त भइल दालले त सन्चो भने कि दाल एक ग्लास मोबाइलहरू छ छैन है
के गर्ने हो चार्जरै काँचो खोज्नुपर्छ बेटा हामी चाहिँ अब यस्तो ठाउँमा बस्ने भयो अनि हाम्रो चाहिँ यो हो ठाउँ यहाँबाट टक्क सुतेर वारपर उहाँसम्म 5 जना यही 2टा बेड